नमस्कार साथीहरू, म तपाईको निर्माण साथी। साइटमा दैनिक देखिने समस्याहरू जस्तै छतबाट पानी चुहिने, शौचालयको भित्ता चिसिने र बेसमेन्टमा पानी रसाउने। यी समस्याले घरलाई मात्र होइन, हाम्रो लगानीलाई पनि कमजोर बनाउँछ। आज म यिनको स्थायी र भरपर्दो समाधान ब्रिज सेफक्रिट सुपर ल्याटेक्सको बारेमा कुरा गर्दैछु। यो केवल एक उत्पादन होइन, यो ब्रिज एडिटिभ्सको एक विश्वासिलो वाटरप्रुफिङ प्रविधि हो। ब्रिज सेफक्रिट एक विशेष एक्रिलिक पोलिमर हो जुन दूध जस्तो सेतो र बाक्लो हुन्छ। यसलाई सिमेन्टसँग मिसाउँदा कङ्क्रिटमा लचिलो र कहिले नछुट्ने बलियो बन्डिङ बन्छ। यसले सिमेन्टका साना साना छिद्रहरू टालेर पानी छिर्ने बाटोलाई पूर्ण रूपमा बन्द गरिदिन्छ। यो साधारण पेन्ट होइन, यो सिमेन्टमा आधारित प्रणाली हो जसले वर्षौंसम्म साथ दिन्छ। विशेषज्ञको नाताले भन्नुपर्दा यसले कङ्क्रिट, इटा र प्लास्टरसँग चट्टान जस्तै टाँसिने शक्ति दिन्छ। यसलाई ठाडो भित्ता होस् वा तेर्सो भुइँ, दुवैमा समान मोटाइमा सजिलै लगाउन सकिन्छ। यसले सिमेन्टको मजबुती बढाउँछ र घरलाई भूकम्प वा कम्पनबाट हुने सानोतिनो क्षतिबाट बचाउँछ। सबैभन्दा राम्रो कुरा, यसले भित्तामा देखिने नराम्रो सेतो दाग र नुनको असरलाई रोक्छ। यो घाम, पानी र रासायनिक पदार्थबाट सुरक्षित छ। यो विषालु नभएकोले ट्याङ्कीमा पनि प्रयोग गर्न मिल्छ। प्याकेजिङको कुरा गर्दा यो 1 देखि 200 केजी सम्मको बलियो HDPE प्लास्टिक कन्टेनरमा पाइन्छ। 1 र 5 केजीको प्याक घरको सानो मर्मत, चुहिएको धारा वा कुना काप्चा टाल्नको लागि, 20 केजी बाथरुम र साना छतका लागि, अनि 50 केजी पुरै घरको वाटरप्रुफिङका लागि उत्तम छ। ठुला प्रोजेक्ट र कमर्सियल भवनका लागि 200 केजीको ड्रम पनि उपलब्ध छ। यसको प्रयोग मुख्य गरी ओसिलो बेसमेन्ट, लिकेज हुने शौचालय र बाथरुमहरूमा गरिन्छ। त्यस्तै स्विमिङ पुल, घरको छत र पानीका ट्याङ्कीहरू सुरक्षित बनाउन यो अनिवार्य छ। तर याद राख्नुस् है, सतह तयारी सबैभन्दा महत्त्वपूर्ण हो। तेल, धुलो र लेउ पुरै हटाउनु पर्छ। सतह भिजेको हुनुपर्छ तर पानी जमेको हुनु हुँदैन। यसलाई SSD कन्डिसन भनिन्छ। सही नतिजाको लागि सही अनुपात जरुरी छ। बन्ड कोटको लागि 1 भाग लेटेक्स, 4 भाग पानी र 6 भाग सिमेन्ट। यो घोल लगाएर लेदो अलि च्यापच्याप भएपछि मात्र प्लास्टर वा कङ्क्रिट थप्नुहोला। वाटरप्रुफिङको लागि पनि सही अनुपात 1:4:6 नै हो, तर यहाँ 2 कोट लगाउनु अनिवार्य हुन्छ। मिसाउँदा हचुवाको भरमा होइन, तौल नापेर 1:4:6 को अनुपात मिलाउनु होला। सधैँ ताजा सिमेन्ट लिनुहोस् र डल्ला नबन्ने गरी चिल्लो लेदो बनुन्जेल राम्ररी खोल्नुहोस्। लगाउँदा ब्रसको प्रयोग गर्नुहोला। पहिलो कोट लगाएर 5 देखि 6 घण्टा सुक्न दिनुहोस्। त्यसपछि दोस्रो कोट लगाउनुहोस्। याद राख्नुहोस् है, एकैचोटि धेरै बाक्लो लेयर नलगाउनुहोला। कभरेजको कुरा गर्दा 1 केजी सुपर ल्याटेक्सको घोलले 2 कोटमा करिब 70-80 स्क्वायर फिट भ्याउँछ। क्यरिङमा चाहिँ हतार नगरौँ है, पहिलो 2 देखि 6 घण्टासम्म पानी हाल्नु हुँदैन। त्यसपछि 24 घण्टासम्म हल्का पानी छर्केर चिसो बनाइराख्नुहोस्। 48 घण्टासम्म त्यो सतहमा हिँडडुल भने नगर्नुहोला। यदि सही तरिकाले लगाउनु भयो भने ब्रिज सेफक्रिटले तपाईको घरलाई पुस्तौंसम्म सुरक्षित राख्छ। दीर्घकालीन समाधानको लागि आजै रोज्नुहोस् ब्रिज सेफक्रिट सुपर ल्याटेक्स। साथीहरू, यो भिडियो उपयोगी लागे लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिदिनुहोला। थप जानकारीको लागि हामीलाई फलो गर्नुहोस्। धन्यवाद।